हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। नमस्ते है, के छ खबर? सन्चै हुनुहुन्छ होला होइन साथीहरू? आज पनि फेरि म नयाँ भिडियो लिएर आइसकेको छु है। अब भिडियोमा हेर्नु होला। अनि साथीहरू, अब यहाँको मौसम भन्दाखेरि एकदमै गर्मी छ होइन, बाहिर गर्मी चर्को छ। अनि आज अब केही नयाँ कुरा बनाउँदैछु, अनि त्यो कुराहरू सबै भिडियोमा देखाउने छु है सबैजनालाई। ल हेर्न सक्नुहुन्छ साथीहरू होइन, बाहिर यस्तो गर्मी छ होइन, तर पनि अब एकदम हरियाली छ कि होइन, हेर्नलाई यस्तो मजा छ होइन। कोही रुखहरूको पात झरिरहेको छ भने कोही यस्तो पलाइरहेको छ होइन, कोही फुलिरहेको छ होइन। देख्न सक्नुहुन्छ यो रुखहरू सबै फुल्छ कि एउटा रुखहरू पनि बाँकी रहँदैन। यो जति रुखहरू देखिन्छ होइन, हरेक किसिमको फुलहरू फुल्छ यो फुलहरूमा होइन, रुखहरूमा यस्तो हरियाली भइसकेको। यहाँ देख्न सक्नुहुन्छ होइन, मेरो गमलामा यस्तो राम्रो फुल फुलिरहेको छ कि होइन। तर बाहिरको मौसम पनि एकदम क्लियर छ, अनि रुखहरू पनि हरियाली छ जताकतै है, देख्न सक्नुहुन्छ। एकदम जोस एकदमै राम्रो छ कि। ल साथीहरू, आजको भिडियो स्टार्ट गरेँ है मैले। देख्न सक्नुहुन्छ के हो भनेर म पिज्जा बनाएर खाँदैछु होइन। स्पेसल दुईवटा ब्रेड छ होइन पिज्जाको लागि, अनि पिज्जाको लागि सबै कटिङ गरेको छु। अनि यो गाजर, टमाटर, अनि सिमला मिर्च, अनि यो मकै छ होइन, अनि प्याज, अनि पिज्जाको लागि चटनी पनि बनाएको छु मैले होइन, सिजन चटनी। देख्न सक्नुहुन्छ यस्तो बनाएको छु, एकदम पिरो खट्टा छ होइन। अनि त्यसको लागि मेरो तावा पनि गरम भइसकेको छ, हुँदैछ होइन। अब एकछिनमा म सबै कुराहरू देखाउने छु है। राखिदिनु पर्यो तावामा। तेल राखिसकेपछि होइन, अब के हाल्नुपर्छ होइन। अनि मसँग छ यो दुईवटा सानो चिज छ होइन, देख्न सक्नुहुन्छ दुईवटा सानो चिज छ। अनि त्यसपछि यो चाहिँ बटर छ होइन। थोरै चिज पनि लगाइदिउँ न तेलको साथमा होइन। ल है साथीहरू, म एकदम छिटो छिटो रेडी गर्दैछु। मैले अब यसमा सस लगाएँ है, पिज्जाको चटनी।
त्यसपछि आफ्नो स्वाद अनुसारको नमक राखिदिनु होला है साथीहरू। तपाईँहरूले पनि बनाएर खान चाहनुहुन्छ भनेपछि मेरो स्टाइलमा होइन। ल साथीहरू, मेरो पिज्जा रेडी भइसकेको छ होइन। देख्न सक्नुहुन्छ, म देखाउँछु अब राम्रो तरिकाले होइन। यस्तो देख्नलाई त एकदमै राम्रो बनेको छ। ल है साथीहरू, मेरो पिज्जा एउटा यता रेडी भइसकेको छ भनेपछि अनि यता अर्को रेडी भइसकेको छ अब होइन। अब एकछिनमा खाएर टेस्ट गर्नु पर्यो कस्तो हुन्छ भन्ने कुराहरू होइन। ल साथीहरू, मैले निकालेर पनि दुईवटा प्लेटमा राखिसक्यो होइन। देख्न सक्नुहुन्छ एकदमै राम्रो भइराखेको छ देख्नलाई है। अब खाएर टेस्ट गर्नुपर्छ कस्तो हुन्छ, त्यसको लागि यसलाई काट्नु पर्यो होइन। एक हातले नहुने भयो साथीहरू, म काटेर देखाउँछु है। मैले काटी पनि सक्यो है, 4 पिसको राखेको छु एउटाको। अब खाएर टेस्ट गर्नुपर्छ कस्तो हुन्छ। ल साथीहरू, मैले खाएर टेस्ट गर्दैछु होइन, कस्तो छ यसको स्वाद भनेर होइन। एकदम मिठो भएछ होइन, पिरो होइन। एकदम डोमेस्टिक पिज्जा जस्तै भएछ साथीहरू होइन, एकदम मिठो। अझै मैले पिज्जाको ब्रेडहरू होइन मैले आफै बनाएको भए त झनै राम्रो हुन्थ्यो, किनकि मसँग टाइम नभएर मैले बनाइनँ होइन। पसलबाट रेडिमेड किनेर लिएर आएको, त्यही बनाएको होइन। तर एकदम मजा आयो साथीहरू है खानलाई। योभन्दा पछि चिकन पिज्जा बनाउने छु है साथीहरू, कस्तो हुन्छ त्यतिखेर हेर्नु होला। ओके सबैजनालाई है साथीहरू, हजुरहरू पनि बनाएर खान चाहनुहुन्छ भनेपछि मैदाको पिठोले
मजाले बनाएर खानुहुन्छ। म अर्कोचोटि मैदाको पिठासहित बनाएको देखाउने छु है। अनि साथीहरू मेरो च्यानललाई जसले सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरेर लाइक कमेन्ट छोडिदिनु होला है भन्दै आजलाई यति नै। ओके, बाई बाई।